यसमा म अलिकति समाज सेवातिर उ भएर डाक्टर पेसा त मेरो छँदैछ र म अलिकति समाजतिर आफ्नो गाउँठाउँतिर म जहाँ सक्छु जुन ठाउँमा छु म त्यही सेवा गर्छु, क्लियर कुरा हो मेरो होइन। म एउटा बसमा यात्रा गर्दा पनि कोही समस्या परेछ भने म त्यही सुरु भइहाल्छु, मेरो लागि त्यो कुनै प्रोटोकल छैन। यो त्यो एउटा समाज सेवी भएको कारणले गर्दा पहिलेदेखि नै थियो कि हामी पनि केही सेवा गर्न सक्छौँ भनेर निशुल्क सेवा गरौँला भनेर। त्यस्तो क्याम्पहरू लिएर अब आन्दोलन कुनै क्याम्प हुँदैन है, आन्दोलन भनेको कहाँ हुन्छ के हुन्छ कसरी हुन्छ त्यो एउटा थाई तरिकाले नै हुन्छ होइन। अब भनेको थाई भनेपछि मेरो त पोलिक्लिनिक नै भयो। हामीले एउटा के एनाउन्समेन्ट गरेका थियौँ भने अब यो जेनजी आन्दोलनमा जति घाइतेहरू छन् अब गोली नै लागेर निकाल्नै पर्यो, ओटी अपरेसनै गर्नु पर्यो भने त्यो त हामीले जुन फेसिलिटी दिन सक्दैनौँ त्यसको त कुरै नगरौँ, तर हामीले आफ्नो क्लिनिक लेभलमा जति गर्न सक्छौँ त्यो सबै निशुल्क र फ्री गरौँला भनेर हामीले चाहिँ एउटा कन्सेप्ट बनाएको थियौँ। त्यसमा के भयो तपाईँको मन्त्री क्वार्टर छेउमै थियो, तोडफोड आगजनी भयो, घाइतेहरू पनि धेरै भए। त्यसपछि हामीले धेरैजनाको उपचार गऱ्यौँ है। त्यहाँ सुचरदेखि लिएर टाकाहरू लगाउनुदेखि लिएर यताउता सबै तपाईँको गऱ्यौँ। हामीले जति सक्यौँ जे तरिकाले ड्रेसिङहरू सबै कुरा बिरामीहरू आउने ड्रेसिङहरू गर्ने जुन तरिकाको जुन प्रकृतिको केस छ त्यो हिसाबले हामी म्यानेज गरेर पठायौँ होइन। सबै ठिकै छ जस्तो लागेको थियो। हामी त एउटा स्वास्थ्य कर्मी हो, हामीले आफ्नो सेवा दिनुपर्छ, निशुल्क गरेर सबै पठायौँ।